हेलो गाइस, हेर्नु होला दसैँको दिनमा मौसम यस्तो छ। पुरै मौसम पुरै पानी परेर पुरै आज लगभग 40-42 घन्टा भयो कन्टिन्यू पानी परेको यो खोटाङको दिक्तेलमा। हेर्नु होला गाइस, दसैँको बेला परेको पानी र चट्याङले धेरैजना मान्छेहरू पनि मरे। यस्तो छ मौसम। हेर्नु होला, खोलामा बाढी आएको त्यस्तै छ मौसम यस्तो। हेर्नु होला मौसमको हालत यस्तो छ। दसैँ भन्छ दुनियाँको घरमा दशैँ नै दशा भयो दसैँ भनेर यस्तो छ। खोलामा भलबाढी आएको त्यस्तै छ। हेर्नु होला गाइस, पर खोलामा पुरै भल बगिराखेको छ। यस्ता पनि गाडी कुदिरहेको छ। हेर्नु होला यहाँ यस्तो पानी अनि गाडी कुदिरहेको छ हाम्रोतिर। खोलामा भल हेर्नु होला यहाँ। खोलामा पुरै भल बगेर हेर्नु होला नि यहाँ। हेर्नुहोस् त यहाँ कस्तो छ हालत है खोलाको हालत। अहिले भल बढिरहेको छ। उदै खोला बढेको छ। हेर्नु होला माथि खोटाङ दिक्तेलको वडा नम्बर 2 पर्ने छकालुङ खोला भन्छ यसलाई। पानीले पुरै भल बगेर हेर्नु होला त्यसो मौसम बेहाल छ। पहिरो गएर यस्तो छ हालत। धान कोदो लडाएर हेर्नु होला मास्तिर कस्तो बनाएको छ। यसपालिको कमाइ पनि सबै दसैँको झरीले लग्यो सबै। यहाँ पुरै धान लडेर हेर्नु होला। त्यहाँ खेतीबाली केही छैन। रोडमा यस्तो पानी कुद्दैछ है। रोडमा यस्तो भल कुद्दैछ। बिजोक छ बिजोक। पानी परेर हेर्नु होला मौसमको हालत।